ल हेर भाइ गाइज यहाँ देशका भाँडा धुने हुने कसी हालत छ यहाँ नै गाउँ गए सुक्क दिन न घर भए सुक्क दिन एक राक्षसी गाउँ मरेछ अरे एक हप्ता लागि यहाँ चाबी दिएर मरेछ त्यो राक्षसी ती झा कपडा राखेर यिनी मेसिनमा हालेर सुकाएर फोल्ड गरे भनेर गएछ ओ सधैँ पोचा लगाउँथे आज यसरी यहाँ हो यसरी पानी हालिएर स्क्रबले घोटिएर हो यसरी पुछ्यो भने आज यसरी हो यहाँ हो यसो साफ बनायो भने चम्काइराख्यो भने आमा अनुसारसम्म त्यो राक्षसी त यस्तै रिस उठेछ अब यो बेला हाँस्ने कि रुने आफै भएर त गाइज तिहारको नियम भएछ हाम्रो त देउसी भैलोको नियम भएछ लक्ष्मी पूजा नियम भएछ कदम छ बाहर छ हाम्रो त